Alright guys, good morning. अहिले मर्निङको 10:30 बज्यो. सो हिजोबाट चाहिँ हाम्रो एनपिएलको नेपाल प्रिमियर लिग सिजन 2 सुरु भइसकेको छ. सो त्यो चाहिँ विदेशबाट चाहिँ डिसोङ्गोबाट चाहिँ विदेशमा भएको मान्छेहरूले पनि $10 तिरेर चाहिँ हेर्न सक्ने चाहिँ नेपाल क्रिकेट एसोसिएसनले भनेको थियो. सो त्यो चाहिँ सुरुमा चाहिँ भएन, त्यो कसैको भयो कसैको भएन. त्यो चाहिँ सायद के प्रब्लम भएर होला सायद. त्यसपछि बेलुकापट्टि अब गेमको आधा जति प्ले भइसकेको छ, त्यसपछि चाहिँ बल्ल सुरु भयो. अनि अहिले पनि अब धेरै जसोलाई चाहिँ त्यो कसरी गर्ने, विदेशमा हुनेहरूले चाहिँ कसरी गर्ने, त्यो एकदमै धेरै जसोले चासो राख्नु भएको थियो. प्लस मेसेज पनि गर्नुभएको थियो. सो मैले पनि बडा मुस्किलले लास्टतिर चाहिँ जब त्यहाँबाट तिनीहरूले सायद सिस्टममा के गर्यो होला, त्यसपछि बल्ल भयो. सो त्यो म आज तपाईँहरूलाई भिडियो मार्फत चाहिँ मजाले सेयर गर्छु. अनि त्यसरी गरेर तपाईँले मजाले अब इन्जोय गर्न सक्नुहुन्छ. अब डेलीको 2 म्याचहरू छन्. एउटा चाहिँ अब अलरेडी काममा भइसकेको बेला सन्डे सटरडे मात्र हेर्न पाइन्छ भने अर्को म्याच चाहिँ अब 8 बजेसम्म काम हो भने पनि मजाले हेर्न सकिन्छ है त. सो अब सिधै म अब हजुरलाई मोबाइलमा चाहिँ डिसोङ्गो एपमा चाहिँ देखाउँछु है त के गर्नुपर्छ भने. अलराइट गाइस, सबभन्दा पहिला अब तपाईँले अब जे हो मोबाइल अब एप स्टोर, अब यो चाहिँ आइफोनको लागि हो. अब एन्ड्रोइड हो भने चाहिँ होइन गुगल प्लेमा गएर चाहिँ डिसोङ्गो भन्ने होइन यो एप चाहिँ डाउनलोड गर्नु पर्यो हजुरहरूले. मेरो अलरेडी छ. अब डाउनलोड गरेको भयो चाहिँ होइन सिधै ओपन आउँछ. अब यसलाई ओपन गऱ्यो भने चाहिँ मैले हिजो नै यसमा एकाउन्ट क्रिएट गरिसकेको छु गर्न चाहिँ. तर अब लगइन गरेर म फर्स्ट तपाईँलाई देखाउँछु होइन. लगइन गर्दाखेरि चाहिँ अब जस्तो मैले नेपालको नम्बरबाट गरेको भएर अब त्यसपछि नम्बर हालेर आई एम नोट रोबोट थिच्नुभयो भने अनि कन्टिन्यू गर्नुभयो भने चाहिँ होइन सरी नम्बर रङ भएछ यसरी. अनि त्यसपछि चाहिँ अब पासपोर्ट जुन चाहिँ तपाईँले आइडीमा आउँदाखेरि चाहिँ राख्नु भएको थियो होइन. त्यसपछि पनि रोबोट गर्नुभयो अनि लगइन गर्नुभयो भने यसरी खुल्छ. खुलिसकेपछि तपाईँले अब यहाँ हेर्नुभयो भने अब यो मैले लिएको चाहिँ होइन यहाँ प्लान चाहिँ यहाँ देखिन्छ. अब यहाँ तल देखिन्छ भने यसरी नै होइन सिजन एनपिएल सिजन पास एक्सपायर अन 16/12/2025 मा चाहिँ सकिन्छ भनेर चाहिँ अलरेडी देखाएको छ होइन. सो अलराइट गाइज, जब त हजुरले बाहिरबाट चाहिँ पेमेन्टको अप्सनमा जानुहुन्छ, जब चाहिँ होइन तपाईँको कार्डको अप्सन आउँछ नि, तब चाहिँ यस्तो आउँछ क्या. यो कार्ड भइहाल्यो. अनि कार्ड होल्डर नेम यहाँ चाहिँ तपाईँले जस्तो कुन ब्याङ्कको कार्ड छ तपाईँसँग आइबिके, पुरी, सिनाम, जुनसुकै ब्याङ्क हो त्यहाँ चाहिँ जस्तो यहाँ त अब जस्तो मेरो नाम धीरेन्द्र सिंह साउद छ त साउद धीरेन्द्र सिंह हुन्छ नि त. सो त्यही अनुसारले तपाईँलाई त्यहाँ नाम छ जसरी कार्डमा नाम छ त्यसरी हाल्नु पऱ्यो. त्यसपछि यहाँ चाहिँ कार्डको नम्बर, अनि त्यसमा चाहिँ कार्डको चाहिँ सकिने भ्यालिडी हुन्छ नि मन्थ र इयर. अनि त्यसपछि सिबिबी नम्बर चाहिँ हजुरको कार्डको ब्याक साइडतिर दिएको हुन्छ होइन. जसरी यो मेरो कार्ड छ भने यसको यहाँनिर जस्तै यो छ नि 912 यसरी हजुरको नि 6 डिजिट नम्बर होला. त्यसको पछाडिपट्टिको अगाडि होइन पछाडिको 3वटा डिजिट नै सिबिबीमा हाल्नुपर्ने हुन्छ. त्यसपछि इमेल आफ्नो राख्नु पऱ्यो. अब यो नेपालको सट्टामा तपाईँले यहाँ मजाले होइन कोरिया सिलेक्ट गर्न सक्नुहुन्छ. कोरिया भन्ने छ नि तल साउथ कोरिया भन्ने छ है त. यहाँ जस्तै यो भइहाल्यो साउथ कोरिया भइहाल्यो. त्यसरी जिप कोड यसमा चाहिँ आफ्नो कम्पनीको अर्थात् या तपाईँको जहाँ जस्तो वान रुमहरूमा केही बस्नुहुन्छ भने त्यसको चाहिँ पोस्टल कोड हुन्छ नि त जुन यहाँको चाहिँ उफेन बनो त्यो उफेन बनो खोजेर चाहिँ हाल्नु पऱ्यो. अनि त्यसपछि चाहिँ स्टेट कुन प्रोभिन्समा हो तपाईँ चुङसन बुक्दो नाम्दो अब त्यो राख्ने. अनि त्यसपछि सिटी र एड्रेस त्यो त अब नर्मली राख्दा नि भयो. त्यसपछि पेमा जानुभयो भने चाहिँ होइन त्यसपछि अगाडि बढ्छ यो पेमेन्ट चाहिँ. अलराइट, सो लगइन गर्दाखेरि चाहिँ जस्तो इमेलबाट गर्नुभयो भने चाहिँ इमेलमा नै भेरिफिकेसन आउँछ. अनि उता मोबाइलबाट गर्ने हो भने चाहिँ नेपालबाट गराउन लगाउने भने मोबाइलबाट नै आउँछ. त्यही भएर चाहिँ केबाट गर्ने त्यहाँबाट भेरिफिकेसन कोड हानिसकेपछि बल्ल त्यसपछि चाहिँ तपाईँले आइडी क्रिएट गर्ने हो. आइडी पासपोर्ट त्यो सबै क्रिएट गरेर अनि मात्रै बल्ल फर्दर प्रोसेसमा जाने हो है त. सो पेमेन्ट कसरी गर्ने कुन अब जस्तो नेपाली नम्बरबाट गर्ने या त्यो भनिसकेँ. त्यसपछि अब पेमेन्ट चाहिँ आफ्नो के छ फाइनल पेमेन्ट चाहिँ तपाईँको ब्याङ्कको एपको चाहिँ के सिस्टम छ
त्यही अनुसारले आउने हो। जस्तो मैले अघि नै बताइसकेँ होइन। तर सजिलो छ, फाइनल त्यति गाह्रो छैन। अब सजिलैसँग चाहिँ होइन पे गरेर मजाले इन्जोय गर्न सकिन्छ है त। सो सबभन्दा मेन इम्पोर्टेन्ट भनेको चाहिँ पेमेन्ट गर्ने बेलामा चाहिँ अब तपाईँहरूको चाहिँ ब्याङ्कको पेमेन्ट चाहिँ सिस्टम कसरी छ, त्यो चाहिँ ब्याङ्क पछि अलिकति फरक पनि हुनसक्ला होइन। जस्तो पे गर्दाखेरि चाहिँ एपबाट, जस्तो मेरो सिनानबाट चाहिँ डाइरेक्टली जुन ब्याङ्कले जुन एपबाट मैले चाहिँ पैसाहरू पठाउँथेँ त्यो एपबाट दिएन। त्यसपछि चाहिँ एसओएल पे भन्ने उसको अलग्गै एप थियो, त्यो एपबाट चाहिँ बल्ल पेमेन्ट गर्न पाएँ। अनि त्यसपछि तपाईँहरूको पनि अलग हुन नि सक्छ, भएन भने चाहिँ अब त्यही सेम जुन चाहिँ तपाईँले ट्रान्सफर गरिराख्नु भएको छ त्यो एपबाट पनि हुनसक्छ। त्यसपछि पेमेन्ट जानुभयो भने पेमेन्टभित्र चाहिँ गइसकेपछि चाहिँ अब एउटा 5-6 डिजिटको नम्बर आउँछ, चाहिँ नेपाल त्यो डिसोम गो भनेर चाहिँ माथि दिन्छ। त्यसपछि त्यो पेमेन्ट त्यहीँ त्यस्तैलाई राखेर स्क्रिनमा त्यहीँ राखेर त्यसपछि तपाईँले फेरि आफ्नो ब्याङ्कको एपमा गएर चाहिँ त्यो पेबाट चाहिँ त्यो नम्बर त्यहाँ हान्नुभयो भने, जस्तै क्युआर कोड, जस्तै क्युआर कोडको सट्टामा चाहिँ त्यो नम्बर हान्नुभयो भने चाहिँ अनि पे गर्ने भन्ने सिस्टम आउँछ। त्यो पे गरेर चाहिँ एकछिनमा तपाईँले चाहिँ होइन सब्सक्रिप्सन पाउनुहुन्छ। अनि त्यसपछि चाहिँ भयो, यति हो। अब कतिले चाहिँ नेपालबाट लगइन गरेर 300 रुपियाँमा चाहिँ सिजन पास पनि लिनु भएको छ, त्यो हुन्छ कि हुँदैन मलाई थाहा छैन है। तर अब यसको अमाउन्ट चाहिँ अराउन्ड लगभग अब दिने पछि फरक हुन्छ। तर अब डलर अनुसारले चाहिँ हिजो मैले 14,998 समथिङ कति आएको थियो $10 अब त्यो अलिकति तलमाथि होला। तर अब सिजनकै लागि हो भने चाहिँ अब त्यस्तो महँगो नि होइन यो। सो यसरी नै अब एनपिएल इन्जोय गर्नु होला है त। सो अलरेडी भएर अब एनपिएल जस्तो यहाँ सर्च गर्नुभयो भने होइन अलरेडी कुन म्याच चाहिँ कति तारिकमा छ भनेर चाहिँ होइन सबै देखाउँ। जस्तो आजको लागि चाहिँ 4 PM मा चाहिँ होइन यो विराटनगर किङ र पोखरा एभेन्जरको छ। त्यसपछिको दोस्रो म्याच भनेको चितवन राइनो र अनि हाम्रो कर्णाली एक्सको। त्यस्तै डे बाई डेको चाहिँ सबै होइन सबै यहाँ चाहिँ कहिले हुन्छ होइन। यो चाहिँ जम्मै यो चाहिँ पहिलाको एनपिएल 1 को पनि देखाएको छ। अनि त्यसपछि 2 को यो सबै म्याचहरू 10 म्याच 10 23 टोटल होइन म्याच 19 कुन चाहिँ म्याच 15 कुन दिएको कुनसित टक्कै त्यही अनुसार चाहिँ सबै एचडी क्वालिटीमा चाहिँ होइन तपाईँले अब त्यही आइडीलाई चाहिँ मोबाइलबाट बनाएको ल्यापटपमा चाहिँ डेस्कटपमा गएर पनि हेर्न सक्नुहुन्छ मजाले यसरी। सुरुमा जस्तो तपाईँले लगइन गर्दाखेरि पनि जस्तो यो सुरुमा चाहिँ जस्तो बनाउँदाखेरि चाहिँ होइन जस्तो तपाईँ भेरिफाई गर्नु पर्दाखेरि चाहिँ तपाईँले गुगल आफ्नो एकाउन्टबाट पनि गर्न सक्नुहुन्छ बाहिरबाट, या अब मोबाइल नम्बर छ हजुरको घरको कसैको मोबाइल नम्बर छ, अब तपाईँ यहाँ हुनुहुन्छ भने घरको मोबाइल नम्बर हालेर पनि त्यहाँ अब त्यसको इन्जुङ भनौँ कोड जान्छ होइन। त्यो कोड लिएर अब घरको मोबाइल राखेर पनि बनाउन सकिन्छ, त्यस्तो ऊ हुन्न। जस्तो अब यहाँ छ नि हो यो मोबाइलबाट गरिने हो होइन फर्स्टमा। अब यो मोबाइलबाट भयो अनि त्यसपछि चाहिँ यो चाहिँ अब जिमेलबाट आफ्नो होइन जुन जिमेलबाट तपाईँले युज गर्नुहुन्छ त्यो जिमेल मजाले राखेको। अनि यो चाहिँ फेसबुकबाट जुन फेसबुक तपाईँले युज गर्नुभएको छ त्यही फेसबुकबाट पनि गर्न सकिन्छ। अनि त्यसपछि भनेको मोबाइलमा मैले जस्तो मैले मोबाइल यो चाहिँ इमेलमा गएछ अहिले लगइन गर्दाखेरि चाहिँ सुरुमै जस्तो मैले मोबाइलबाट गर्ने हो भने चाहिँ जस्तो यो मोबाइल गर्ने, त्यसपछि अब मोबाइल नम्बर आफ्नो मोबाइल नम्बर हान्ने अनि लगइन भेरिफाई गर्छ उसले होइन। भेरिफाई गरेर जुन आफ्नो पासपोर्ट हो त्यो हान्ने। जस्तो यसरी गर्नुभयो भने ल लगइन प्रोफाइल हु इज वाचिङ भन्छ ल यसरी खुल्छ है त।